Hey everyone, welcome to my channel. अहिले भर्खर मैले एउटा रिसिभ गरेको छु यति ठुलो पार्सल अनि यसभित्र के आइटम छ मलाई केही पनि आइडिया छैन। यो चाहिँ सबै मेरो हस्बेन्डले अर्डर गरेको थियो अनि हामी चाहिँ आज यो सबै अनबक्सिङ गर्दैछौँ। म तपाईलाई देखाउने छु के भित्र छ भनेर। लेट्स अन। तपाईले टेक्मो एपबाट रेगुलरली हैन सामानहरु किनिरहनु हुन्छ भने तपाईले पोइन्ट्स पाउन सक्नुहुन्छ अनि त्यो पोइन्ट्स बापत चाहिँ तपाईले चाहिँ डिस्काउन्ट पाउनुहुन्छ अनि त्यो डिस्काउन्ट बापत चाहिँ तपाईले के सामान अर्डर गर्ने हो त्यसबाट सजिलै गर्न सक्नुहुन्छ र धेरै आइटम चाहिँ यसरी किन्न सक्नुहुन्छ। यो सबै आइटम किनेको छैन नि यसमा यो देखाउनु त यो दिन त यो दिन न त्यो जस्तै यो ट्राउजर बनाउनु यो यता देखाउनु यो चाहिँ हामीले फ्रीमा लिएको हैन यो कसरी लिएको अब यो भनिदिनु त। यो किन्दाखेरि सामान किन्दाखेरि लिएको यो लुगा लियो अनि त्यसमा यो एउटा चाहिँ फ्रीमा हो। यो चाहिँ कसरी काम गर्छ यो प्रमोसनमा हुन्छ प्रमोसनमा क्लेम यहाँनिर त्यो नि हो यहाँनिर यो क्लेम गरेपछि क्रेडिट ब्याक भनेर आउँछ के जस्तै अब हामीले यो 25 क्रेडिट ब्याक लिनलाई 25 रुपैयाँ नै खर्च गर्नुपर्ने हुन्छ र कुनै कुनैमा चाहिँ त्यो भन्दा तलको कम गर्नुपर्ने हुन्छ र त्यही अनुसारको हामीले सामान किनेर जस्तै अब यो हो 25 रुपैयाँ यो भयो हैन क्रेडिट ब्याक। अब यसको पछि यहाँनिर 31 छ 240 मिनेटमा चाहिँ अब यो हुन्छ जस्तै जाउँ अब यो हुँदैछ यो कन्फर्म गर्ने 31 रुपैयाँ यहाँनिर 31 इभेन्ट हैन 180% क्यासब्याक। अब हामीले यसको लागि चाहिँ यो क्यास रिटर्न ब्याक लिनलाई चाहिँ अब हामीले सामानहरु चाहिँ यहाँनिर यिनीहरुले दिएको उनीहरुले हामीले ठान्न पाउँदैन तर उनीहरुले दिएको चाहिँ के छ त्यो अनुसार अब जस्तै यो भनौं एड टु कार्ट यहाँ मिनिमम यिनीहरुको 10% 60% यहाँ पर्सेन्टेज हुन्छ जति आफूले त्यो राख्यो 7 मिनिमम भने जस्तै एक्जाम्पल दियो गर्यो हैन यो कार्टुनमा राख्यो ए 60% मा पुग्यो हैन 180% बनाउँदै हुनुपर्छ। अब जस्तै यो भयो ए चेक आउट गर्ने यो अलिकति गेट 11 क्रेडिट क्यासब्याक भनेर भनेछ जस्तै अब जति हामीले यदि 26 रुपैयाँ युज गरेपछि त्यसको हाफ क्यासब्याक पाउने हुन्छ क्रेडिट ब्यालेन्स हुन्छ त्यो ब्यालेन्स चाहिँ अब जस्तै त्यो ब्यालेन्सको चाहिँ मेरो चाहिँ यो जति सामान यहाँनिर क्रेडिट ब्यालेन्स यहाँनिर बसेछ हेर्नु कुनै कुनै अफरहरु हुन्छ त्यस्तोहरु अफर हुन्छ जस्तै अब हामीले 150 को 150 को सामान लिएर 100 को हामीले अब क्यासब्याक वा क्रेडिट ब्यालेन्स बस्न जान्छ के हामीले क्रेडिट रिटर्न आउँछ त्यो हो। यदि यहाँनिर क्रेडिट ब्यालेन्स बस्छ नि यस्तै हो यस्तै नै गर्ने हो कहिले अफर दिइरा हुन्छ उनीहरुले अब त्यही पछि एउटा त्यो हो एउटा लिएपछि अर्को कुनैमा फ्री हुन्छ कुनैमा हुँदैन। अब जस्तै अब मैले पाइले थिए यो अब फ्री भयो थियो हैन मिनिमम कस्तो भन्दा उनीहरुले दिइरा हुन्छ 7 युरो खर्च गर्ने 8 युरो खर्च गर्ने भनेर त्यही अनुसार लेट आकोले कम्पनसेसन दिएको यसको फाइदा चाहिँ यही छ कि है सामान लेट आयो भने अब कम्पनसेसन दिन्छ र आफूले मन लागेन भने रिफन्ड पनि गर्न पाउँछ फाइदा चाहिँ यही छ। तपाईले टेक्मो एप रेगुलर युज गरेर त्यसबाट सामानहरु पर्चेज गर्नुहुन्छ भने तपाईले डिस्काउन्ट पाउन सक्नुहुन्छ अनि रेगुलर टेक्मोबाट सामान किनेको हुनाले चाहिँ हामीलाई चाहिँ यो कुपन डिस्काउन्ट पाएको हामीले चाहिँ अनि यो युज गरेर चाहिँ यति धेरै सामानहरु पर्चेज गरेको। सो तपाईले पनि टेक्मो एप युज गरेर सजिलै यसरी आफुलाई कति सामान मन पर्छ के मन पर्छ सजिलै अर्डर गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ रेगुलरली तपाईले चाहिँ यो टेक्मो एपबाट युज गरेर चाहिँ त्यसमा धेरै आइटम्सहरु छ हैन त्यहाँबाट तपाईले चाहिँ लुगा अनि किचन वेयर शूज जुत्ता के मन पर्छ तपाईलाई त्यो सबै चीज आइटम्सहरु चाहिँ तपाईले पर्चेज गर्न सक्नुहुन्छ।
र प्लास्टिक रहेछ यहाँ रहेको छ अर्को यो चाहिँ ज्याकेट रहेको छ यो पनि राम्रो छ दिस अ ब्रस के गर्ने काहीँ गर्ने What's inside? We have a toys. Are you ready? Yes, like toys. So many toys. Toys. Gigi-sa. Look. Oh my God. Gone. Plate. Look, nuts. Scissor. Scissor cover. Kasi pakai ni. With a pen. Pencil? Pencil? Oh my God. Knife pani रहेछ. Oh my God. So many toys. अब यहाँ के अर्को पनि? What's this? What's this? It's a socks. Let's open mommy. Let's open this one. What's this? It's underwear. It's underwear. यो it's a soro. Nose clean गर्ने soro. यो माम पकाउने काची गर्ने Look, it's a hat. Look. Ooh, look, there's a hat. Look. Nice with this. Look at this. This is the slacks. Slacks, these are. Slacks for me. आई होप आजको भिडियो तपाईँलाई पक्कै पनि मन पर्यो होला मन पर्यो भने प्लिज लाइक गर्नु होला अनि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब माई च्यानल फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई